हेलो र गुड आफ्टरनुन सबैजनालाई। र आज भने चाहिँ म फेरि तपाईँलाई राङबाङको अपडेट लिएर आइसकेको छु है। र जस्तै कि तपाईँलाई अस्तिको भिडियोमा मैले यहाँबाट देखाएको थिएँ, यहाँ बाढी आएर चाहिँ डल्लै बाटो लगिदियो र गाडी हिँड्ने पनि छैन भनेर है। र आजको दिनमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू मजाले यहाँ बनिसकेको रहेछ। यता गाडी हिँड्नेहरू चाहिँ वारपार धेरै नै असुविधा भइरहेको थियो भने आज चाहिँ तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ गाडीहरू चाहिँ अब हिँड्ने हालतमा चाहिँ भयो भनौँ न। दुःख सुख अब चल्छ। यहाँ देख्न सक्नुहुन्छ खोला एकदमै ज्यादा धमिलो पनि भइरहेको छ। र यहाँ हेर्नुहोस् है, यहाँबाट चाहिँ पुल चुटेको थियो भने यहाँनिर चाहिँ मजाले त्यसलाई फिलिङ गरेर मजाले ठुल्ठुलो ढुङ्गाहरू हालेर चाहिँ गरिदिनु भएछ हो। यहाँ देख्न सक्नुहुन्छ अन्त हाम्रो मामा पनि आउनुहुँदैछ पछि पछि। अनि यहाँनिर हाम्रो यो ताबोकोसीको यो पुल चाहिँ कहिले जोडिने होला त्यो चाहिँ थाहा भएन। तबसम्म चाहिँ यो टेम्पोररी चाहिँ बनिसकेको छ। तपाईँहरूलाई आजको चाहिँ सानो अपडेट दिने भनेर चाहिँ मैले यहाँ भिडियो बनाएको। र यहाँ देख्न सक्नुहुन्छ यो अन्त हाम्रो मामा हो, यहाँ हाम्रो मामा हुनुहुन्छ यहाँ हो। अन्त यो चाहिँ तपाईँहरूलाई सानो अपडेट है। कतिजनाले अब सोच्नु हुँदैछ होला अब यो बाटो बन्द भएकोले गर्दाखेरि चाहिँ अब वारिपारी गर्नु सकेको छैन यताउता भनेर। तर आजदेखि चाहिँ पुरा बनिसकेको छ। तपाईँहरू यताबाट चाहिँ आउनु सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यस्तो भइरहेको छ। र आजको अपडेट यति नै तपाईँहरूलाई हो।